हामी चाहिँ यस्तो बाटो आइपुगेका छौँ। ल हेर्नु माथि अलि सनलाइटले तल चाहिँ यस्तो भिड रहेछ। तल खोला यस्तो दामी देखेछ है। यो मोबाइलबाट चाहिँ क्याप्चर भएन होला। ओ त खच्चडहरू बिचरा भारी खाली रहेछ त के भएछ त्यहाँ अड्किरहेछ। कति राम्रो देखाछ। बाटो चाहिँ यस्तै छ। तर त्यहाँ हामीलाई खाङसारको लोकल बासिन्दाले चाहिँ कोही डट बाइकमा त्यसपछि कोही साइकलमा तिलिचो लेकसम्मै पुग्छ भनेर भन्नुहुँदै थियो। यो बाटोबाट यस्तो छ। अब अहिले चाहिँ यति छ। माथितिर चाहिँ के कस्तो छ अब बाटो। हेलो हेलो नमस्ते। हजुर ल हिँड्नु एउटा फोटो। यो चाहिँ मेरो निल भाइ हो। पुरा जोसमा चिस गरिरहेछ। के चिस हो यो खुट्टा हेर्नु। यो के भयो यो खुट्टामा चाहिँ स्टाइल हो नि नयाँ स्टाइल। अनि अहिलेको नयाँ जुत्ता त्यस्तो होइन एउटा रातो एउटा निलो हुन्छ कि काँडा। सर हजुरले चाहिँ यसरी नै बोकेर आउनु भएको रहेछ। यो माथि यस्तो छ। पुलमा हिँडिरहेको छु। कस्तो हल्लेको त नि। Oh my god. को हो हल्लाको? ओ म त हल्लाको जस्तो लाग्यो भाइ। डर लाग्छ के। अबे मम्मी नगर्नु न। को क्या हो? ल माथि कति दामी। अब चाहिँ हो कि जस्तो लाग्यो ठाउँ देखेर। पुग्छौँ कि छिट्टै। मैले बाटो त यस्तो छ हिलो। छेउछेउमा हिँड्ने कुरा भएन होइन। कुना हिँड्ने हो। अब छेउमा हिँड्ने यस्तो देख्यो है। आफ्नो ज्यानको माया कसलाई लाग्दैन र। हिँड्ने हो कुना ढुङ्गामा ठोकिन्छ कि क्या हो। हैट खुट्टा त माथि चाल्दा त तल फर्किन्छ त हौ। यस्तो छ तल यस्तो छ। ठाडै उकालो रहेछ नि भने यही राम्रो देखिरहेछ कि। कति राम्री हुन्। कति राम्री। कुहिरेहरू चाहिँ अचम्मै राम्री हुने हो।
बाटो यस्तै बाटो चाहिँ साह्रो नै गिचिङ गिचिङ भयो बाटो त हैट के भयो टाउको दुख्यो भनिरहेछ बमिट आहा होइन नि बमिट भन्ने कुरा आउनु पनि हुँदैन बाटो नि पाइन हिँडेको छैन राइट यस्तोमा त स्लिप हुने जुत्ता लायो भने त जाने रहेछ त तलतिर नर्मल जुत्ता त लाउनै नहुने रहेछ नि जहाँसुकै हगेर के गयो होला हौ यो खच्चडले छा सास फेर्न नि गाह्रो भएको बेला फेरि यस्तो खतरा कसले यस्तो ठाउँमा घुम्ने भनेर थाहा पाएको होला हौ यसरी बाटो कसरी निकाल्यो होला यस्तो बाटो हिँडेर आएको तल यहाँ त बिचरा यो पनि कति छ छेउछेउ हिँड्न डर लाग्छ अब जे जस्तै भए पनि एडजस्ट गर्नु पर्यो भिडियो त नबना भने गाली गरिरहेको छु तर मलाई चाहिँ भोलि पर्सि याद आउँछ नि त यस्तो बाटो गएको भनेर त्यही भएर गाइजहरू चिप्ल्यो क्या खुट्टा दिदीलाई के भयो फेरि नचिप्ल्यो है नचिप्ल्यो एकजना पनि चिप्लिनु हुँदैन चिप्लिनलाई आयो होला भने थोडी न घुम्नलाई पो आएको त अहिले त अलि उज्यालो घाम लगाइरहेछ यहाँ त घामै छैन फेरि त्यहाँ उसो लगाइरहेछ के हो वेदर पनि यस्तो छ है यो चाहिँ माथि डाँडाबाट आएपछिको भ्यू यस्तै बाटो हिँड्दै यो उकालो चढेर यहाँ आइपुगेको छु को मान्छे होला यो भाइ साहब खुट्टा त मोजाकै अघिको प्लास्टिक यहाँको हालत यस्तो भएको छ फेरि मेरो जुत्तामा हिलो त लागेछ अलिक कुलक नै हिँडेको थिएँ नि त मैले त्यही भएर अरे खाएपछि झन् हिँड्नै नसक्दो रहेछ के भयो यस्तो हिँड्न अगाडि नै टन्न 1-2 दिन अगाडि नै मजाले खाएर ताकत बढाएर आउनु पर्ने रहेछ अब चाहिँ अझै माथि हो क्या हो पढ्ने भयो त हेर्दाखेरि सजिलो छ गाइस आफ्नो पाइला टेक्नु परेपछि त साह्रै नमजा लाग्दो रहेछ